यो हो नुवाकोटको बेत्रावती स्थित 1 नम्बर पुल। फलामे संरचनामा निर्माण गरिएको यो पुलबाट पानी पारी पास गर्नुका साथै मानिस आवत जावत हुन्थ्यो। अहिले पुलसँगैको पानी बाँधबाट झरना जस्तै देखिने गरी पानी छोडेको छ भने ती झरना हेर्न दिनहुँ धेरै मानिसहरूको भिड लाग्ने गरेका छन्। तर त्यहाँ पुग्दा केही सावधानी भने अपनाउन आवश्यक छ। चिप्लो ढुङ्गा, पानीको तीव्र बहाव र असुरक्षित स्थानमा फोटो तथा भिडियो खिच्दा दुर्घटनाको जोखिम हुन सक्छ। त्यसैले बाँधबाट झरेको झरना अवलोकन गर्दा सुरक्षित दूरी कायम गरौँ, सावधानी अपनाऊ र आफ्नो तथा अरूको सुरक्षामा ध्यान दिउँ। सुरक्षालाई कहिले नबिर्स्यौँ।